च्याउ भेटाउने कुनै एउटा लक्षण पनि छैन त साथीहरु के हो पारा पारा त ठिक लागेन मलाई सायद मेरो नाममा च्याउ नै उम्रिएको छैन के हो आज यसरी च्याउ खोज्न चाहिँ हिँडेको छु म तर च्याउ भेटेला जस्तो लागेन है मलाई च्याउ भेटेला जस्तो लागेन यहाँसम्म आइसकेको छु अब चाहिँ थोरै अगाडि जानु पर्यो के हुन्छ साथीहरु है त हेरौँ यस्तो जंगलमा चिप्लो बाटो छ अँध्यारो अनकुण्टा जंगल छ च्याउ खोज्न आइयो है च्याउ पाउन गाह्रो छ अहिलेसम्म एउटा च्याउ पनि भेटाइएन अब कहाँ चाहिँ खोज्ने हो हेरौँ अब यताबाट चाहिँ माथितिर जानु पर्यो भेटिन्छ भने भेटौँ भेटिँदैन भने ठिकै छ केही छैन घरतिरै फर्कौँला हैन आज यसो बिहानको जगिङ जस्तो पनि हुने भनेर म चाहिँ त निस्केको हुँ है त साथी हो पाइला जस्तो लागेन मलाई च्याउ चाहिँ यस्तो हाँस्य मैदान पनि छ यस्तो पाहाडमा पाइन्छ होला त च्याउ खोइ च्याउ पाउने हो कि नपाउने हो म त यस्तो च्याउ मात्रै भेटाउँछु त के हो खान मिल्ने च्याउ हो या होइन यो हेर्नुहोस् यस्तो छ च्याउ त यो सकभर खान मिल्छ होला हो यो ट्रक्कै यो सेतो छ यो घर लगेपछि आमाले चिन्नुहुन्छ खान मिल्ने हो या होइन यहाँनिर पनि छ यस्तो च्याउ त हैन ट्रक्क इ रातो रत्त्याउ च्याउ छ है यहाँनिर एउटा सानो कोपिला छ यसलाई चाहिँ प्यारसे टप्पु टिपेर ए साथीहरु यसलाई चाहिँ हाम्रो रत्त्याउ च्याउ भन्छ अहिले चाहिँ उद्घाटन हुन लागिरहेछ है साथीहरु अब सर्र लागेर यता गएर एकचोटि म चाहिँ यताबाट उक्लिनु पर्छ अब टक्क यसरी गाल्दै गाल्दा उक्लिएपछि अब हेरौँ यहाँबाट म चाहिँ यो भागबाट तलतिर जानुपर्ने हुन्छ च्याउ त भेटिन्छ भेटिन्न थाहा भएन साथीहरु यहाँनिर पनि अर्को रत्त्याउ भेटाएको छु मैले यो आज च्याउ चाहिँ रातो मात्र भेटिन्छ के हो यस्तो रातो च्याउ ल है साथीहरु यसरी चाहिँ आज रत्त्याउकै बगाल भेटेला जस्तो छ च्याउहरु कतिपय यसरी आत्महत्या पनि गरिसकेका रहेछन् च्याउले है टक्क आत्महत्या पनि गरिसकेका छन् अब यसलाई यसरी ट्याप्प टिपेर दुईटा सँगै लिएर अर्को पनि यहाँ रहेछ यसो ल्याउनु पर्ने हुन्छ कतिपय च्याउले त आत्महत्या पनि गरिसकेका छन् यो पनि आत्महत्या गर्ने तर्खरमा रहेछ तर यसलाई म चाहिँ सुरक्षित तरिकाले मेरो चाहिँ यो चाइनिज झोलामा यसरी राख्छु साथीहरु है त चाइनिज झोलामा हालिसकेपछि अब चाहिँ यतातिर जानु पर्यो यो त यो लक्तारै यस्तै च्याउ छन् त बा कुन च्याउ हो यो खाने च्याउ हो होइन यस्तो च्याउ मात्रै छ हेरौँ यो लग्छु म चाहिँ आमालाई देखाउँछु हैन